सिद्धाउन चाहन्छ उनको लक्ष्य के हो। उनीहरूले अधिनायक त लागू गरिरहेका छन्, उनीहरूले चाहिँ त्यो अर्को अपोजिट जो वर्ग हो उसलाई पुरै सिद्ध्याउन उनीहरू चाहन्छन्। त्यही उनीहरूले चाहिँ ज्यान केसको मुद्दा लगाएका छन्। तपाईँ हेर्नु पोलिटिक्स यो क्लास स्ट्रगलको चाहिँ परिणामहरू हारेपछि के हुन्छ भन्ने कुराहरू चाहिँ हामीले देखिरहेका छौँ। देखि आजको यो कार्यक्रम हामी के गरिरहेको छौँ, यो के हो, यो आजको यो भेलाको चाहिँ स्वरूप के हो भन्दाखेरि यो ती हाम्रो चाहिँ नेतालाई, हाम्रो कमान्डरलाई जो कैद गरेको छ, हामी त्यो कमान्डरलाई मुक्त गर्नको निम्ति यहाँ जम्मा भएका हौँ। यो आजको कार्यक्रम एउटा आन्दोलन हो, सङ्घर्ष हो। हामी हाम्रो नेतालाई, हाम्रो कमान्डरलाई त्यो कैदबाट, दुश्मनले जो अहिले कैद गरेको छ उसलाई सिद्ध्याउन चाहन्छन् उनीहरू। हामी हाम्रो नेतालाई मुक्त गर्नको निम्ति यहाँ उपस्थित भएको, यहाँ जम्मा भएको, यो चाहिँ हाम्रो एउटा सेनाको यो जिल्ला स्तरीय कमान्डरहरूको चाहिँ केन्द्रीकरण पनि हो भनेर बुझ्नु पर्यो। हामी यी समाजवादीहरूको नेताहरूको, यो जिल्ला स्तरीय नेताहरूको यो टिम हो, केन्द्रीकरण हो। र हामी यहाँ उभिएर चाहिँ यहाँ केन्द्रित भएर चाहिँ हाम्रा दुश्मनहरूलाई चाहिँ हामी चाहिँ भन्दैछौँ, हामी प्रहार गर्दैछौँ, हाम्रो नेतालाई, हाम्रो कमान्डरलाई मुक्त गर, हामी यो भन्दैछौँ। हामी यो प्राङ्गणमा, यो हलमा बसेर हामी उनीहरूलाई आक्रमण गर्दैछौँ। यो हामीले चाहिँ संसदको मोर्चाबाट, त्यहाँबाट पनि हामी आक्रमण गर्दैछौँ। हाम्रो नेतालाई चाहिँ, हाम्रो कमान्डरलाई रिहा गर, अन्यथा तिमीले रिहा गर्दैनौ भने चाहिँ यसको परिणाम चाहिँ त्यो भयङ्कर हुनेछ भने हामी त्यो उसले भन्दैछौँ। हामीले चाहिँ आन्दोलनको, सङ्घर्षको, प्रहारको एउटा सिङ्गो श्रृङ्खला हामीले गरेका छौँ। यहाँ अघि सुरुमै अध्यक्षले भन्नुभएको छ, आज 25 गते देशव्यापी हरेक जिल्लाबाट हामीले चाहिँ आक्रमण गर्दैछौँ हाम्रा दुश्मनहरूलाई, हाम्रो अध्यक्षलाई रिहाई गर्नको निम्ति चाहिँ। हामी 28 गते फेरि पालिकाबाट हामी आक्रमण गर्छौँ, पालिकाबाट हामी घेरा हाल्छौँ चाहिँ हाम्रा दुश्मनहरूलाई। हामी 3 गते ओडाबाट हामी घेरा हाल्छौँ, ओडाबाट आक्रमण गर्छौँ। देशव्यापी रूपमा चाहिँ झन्डै चाहिँ 7000 चाहिँ ओडाहरू छन्, 6743 कति छ चाहिँ, त्यहाँबाट हामीले आक्रमण गर्छौँ। सिङ्गो चाहिँ देशलाई हामी उचाल्छौँ, आन्दोलित गर्छौँ। त्यस कारण यसलाई तपाईँले सामान्य भेला यो रूपमा बुझ्ने होइन, यो वर्ग सङ्घर्षको रूपमा बुझ्नुपर्छ। किनभने यो सिङ्गो इतिहास नै वर्ग सङ्घर्षको इतिहास हो। वर्ग सङ्घर्षले नै यो समाजलाई बदल्छ, सङ्घर्षले नै यो दुनियाँ बदल्छ चाहिँ। त्यो अनुनय विनय गरेर, आत्मसमर्पण गरेर, गिडगिडाएर चाहिँ, भिख मागेर चाहिँ त्यो मुक्ति पाइँदैन, यो संसार बदलिँदैन चाहिँ। हामीले चाहिँ दुश्मनलाई अनुनय विनय गरेर चाहिँ हामीले गल्ती गरियो, त्यस कारण मलाई छोडिदेऊ, मलाई माफ गरिदियो, यो होइन चाहिँ। हामीले कुनै गल्ती गरेका छैनौँ। हामीले जनताको पक्षमा हामी भीमसेन बनेर, हामी भीम मल्ल बनेर, भीम दत्त बनेर हामी उभिएका छौँ। उभिएका हौँ चाहिँ उनीहरूको बाटोमा चाहिँ हामी चाहिँ बाधक बनेको हुनाले उनीहरूले चाहिँ हामीलाई कैद गरेका हुन्छ। हामीले त्यसरी बुझ्नु पर्यो विषयलाई चाहिँ। वर्गसङ्घर्ष यो निर्मम हुन्छ, यो कुनै चाहिँ हामीले चाहिँ एउटा उदारवादी वा आदर्शवादी कोणबाट विषयलाई हेर्ने, त्यस कारण यो निर्मम। आज हामी यहाँ जिल्ला भेला, कार्यकर्ता भेलाको रूपमा यहाँ उपस्थित हुनुको अर्थ, यसको लक्ष्य के हो, यो